रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाको शान्ति सुरक्षा तथा प्रशासनिक सेवा प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्। रोटरी क्लब अफ बुटोलको 1626औं नियमित बैठकमा बोल्दै प्रजिय अर्यालले रूपन्देही आर्थिक गतिविधि, व्यापारिक कारोबार र जनघनत्वका हिसाबले महत्त्वपूर्ण जिल्ला भएकाले प्रशासनिक चुनौती पनि बढिरहेको बताएका छन्। एउटा रूपन्देही जिल्ला भनेको एउटा खुला सीमा भएको अनि व्यापारिक केन्द्र र ठुलो नाका रहेको, त्यसले गर्दाखेरिमा आर्थिक क्रियाकलाप र यहाँको जनघनत्वका हिसाबले एक हिसाबले त्यो व्यवस्थापकीय काममा शान्ति सुरक्षाको एउटा चुनौती त्यो पनि हो। एउटा खुला सीमा भयो, सीमा पारबाट हुने चाहिँ अपराधका गतिविधिहरू र यहाँ हुने चाहिँ आर्थिक क्रियाकलाप लगायतका चाहिँ अन्य व्यापारिक कामहरू, त्यो एउटा चाहिँ त्यो खालको एउटा चाहिँ गतिविधिले पनि केही चाहिँ सुरक्षा चुनौतीहरू चाहिँ छन्। प्रशासन सेवाग्राही मैत्री हुनुपर्नेमा जोड दिँदै उनले पछिल्लो समय सेवाग्राहीको अपेक्षा र सोचमा परिवर्तन आएको बताएका छन्। रूपन्देहीमा विभिन्न पेशा व्यवसायमा विशिष्टता हासिल गरेका तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिको ठूलो उपस्थिति रहेको उल्लेख गर्दै उनले जिल्लाको विकास र शान्ति सुरक्षाका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए। कार्यक्रममा क्लबका अध्यक्ष यदुनाथ पाण्डे, प्रेसिडेन्ट इलेक्ट दया भण्डारी, पिडिजी राजेन्द्र धोजु, पूर्व अध्यक्ष अजयमान श्रेष्ठ, कृष्णप्रसाद अर्याल, दिल्ली कुमार श्रेष्ठ तथा मेन्टर हरि पौडेलले रूपन्देहीको शान्ति सुरक्षाको विषयमा जिज्ञासा राखेका थिए। त्यसले पनि यो सम्बन्ध चाहिँ सामाजिक सङ्घ संस्था, व्यक्ति बीचको सम्बन्ध र चाहिँ सार्वजनिक निकाय बीचको सम्बन्ध यसले बढाउनमा मद्दत गरेको छ। त्यो सम्बन्ध चाहिँ सुमधुर भयो भने यसले अन्ततोगत्ता सुशासनलाई बलियो बनाउँछ। कालिका नगरको सन्दर्भमा त्यहाँ अलिकति ज्येष्ठ नागरिक, बालबालिका र बिरामी चाहिँ यो कालिका नगरको क्षेत्रमा बस्न नसक्ने अवस्था यसकारण छ कि युवा युवतीहरू राति अबेरसम्म बस्दिने, हो हल्ला गरिदिने र मोटरसाइकलहरू ठुलो आवाजमा चलाएर त्यहाँ अलिकति एउटा आतङ्कित वातावरण सृजना गर्ने एउटा समस्या छ। त्यसलाई न्यूनीकरण गर्नका निमित्त यहाँले स्थानीय प्रहरीलाई निर्देशन गर्नुहुनेछ भने अपेक्षा व्यक्त गर्नु। किनभने प्रहरी कार्यालयमा दिन थालिसक्नुभयो त हामीले सोधेको लागि प्रहरीलाई अथवा सिडिओलाई सांस्कृतिक कारणमा चाहिँ अब चाहिँ भजन बसेको मागे पनि जसले पनि दिनु है भन्ने चलन चलेको हो कि सद्भावको नाममा हो कि आत्मीयताको देखा नजिक भएर हो कि यो भजनले मलाई अलिक छोइरहेको छ, यसो के हो।